केही दिन अगाडि हाम्रो छिमेकी देश भारतमा एउटा नराम्रो घटना घट्यो। हामी हेर्नेलाई राम्रो लागे पनि यहाँ 2 जनाको भविष्य भने अन्धकारले घेरिएको छ। सिजन 1 पहिलो भिडियो जुन छ 19 मिनेट 34 सेकेन्ड। सिजन 2 दोस्रो भिडियो जुन छ 55 मिनेटको। यो भिडियो नेपालमा पनि सबैले हेरि नै सकेका होलान्। जसले हेरेको छैन कमेन्टमा भन्नु र च्यानललाई सब्स्क्राइब गर्नु ताकि नयाँ भिडियो आउने बित्तिकै तपाईहरू अपडेट हुन सक्नुहुन्छ। त्यसैले च्यानललाई पहिले नै सब्स्क्राइब गरेर राख्नु। यस्तो भिडियोहरू युट्युबले जति बेला पनि डिलिट गर्दिन सक्छ। अब म बताउन गइरहेको छु कि त्यो भिडियोमा भएका 2 जना केटा र केटी को हुन् र कसरी यो भिडियो लिक भयो। उनीहरू हुन् दीक्षा र आर्यन। कुरा अहिलेको होइन, कुरा हो 2023 को हो। जब आर्यन कमेडी रिल्स बनाउँथ्यो र इन्टरनेटमा पोस्ट गर्थ्यो। उसले एक दिन इन्स्टाग्राममा दीक्षालाई देख्यो। दीक्षा एकदम राम्री थिइन्। उनलाई देखेर आर्यनले दीक्षालाई फलो गर्छन् र मेसेजमा हेल्लो भनेर पठाउँछन्। दीक्षाले पनि आर्यनको मेसेजको रिप्लाई गर्छिन्। उनीहरू अब बिस्तारै साथी बन्छन्। दिनदिनै कुराहरू गर्न थाल्छन्। उनीहरू एकदम नजिकका साथीहरू जसरी कुरा गर्न लाग्छन्। अब उनीहरू फोनमा मात्र सीमित हुँदैनन्। उनीहरूले भेटेरै कुरा गर्ने निर्णय गर्छन् र भेट पनि हुन्छन्। उनीहरू अब यति नजिक हुँदै गए कि अब उनीहरूले प्राइभेट मिट गर्न लागे। दीक्षालाई मोडलिङको सोख थियो। उनलाई आफूले गरेको, आफू घुम्न गएको सबै कुराहरू रेकर्ड गर्न मन पर्थ्यो। एक दिन उनीहरू प्राइभेटमा भेट्ने कुरा गर्छन् र भेट्छन् पनि। उनीहरू एउटा रुममा जान्छन् र बस्छन्। त्यही बेला दीक्षाले आफ्नो क्यामेरा अन गरेर भिडियो बनाउन लाग्छिन्। त्यसपछि उनीहरूले एक अर्कासँग रोमान्स गर्न लाग्छन्। जब जब क्यामेराको एंगल बिग्रिन्थ्यो त्यति बेला दीक्षाले नै क्यामेराको एंगल सेट गर्थिन्। यो सब भन्नुको कारण के हो भने यहाँ कसैले कसैलाई जोड जबरजस्ती गरेको छैन। धेरैले भनेका छन् कि केटाको दबावमा केटीले गरेको भनेर, तर सत्य कुरा थाहा नपाई केटालाई मात्र दोष दिनु उचित हुँदैन। यो भिडियो धेरै पहिले नै रेकर्ड गरेर राखेको रहेछ, तर लिक भने अहिले भयो र यो अहिले सामाजिक सञ्जालमा आगो जसरी फैलिएको छ। आर्यनले यो भिडियो गुगल ड्राइभमा अपलोड गरेर राखेको, तर उनकै आफ्ना आफन्ती पर्ने मान्छेहरूले थाहा पाएर ह्याक गरेर भिडियोलाई भाइरल गरिदिएका रहेछन्। तर धेरैले यो पनि भन्दैछन् कि आर्यन र दीक्षा 2 जना मिलेर आफ्नो भिडियो भाइरल गराएको। तर आफै सोच्नुहोस् न, कुनै एउटा केटी मान्छेले किन आफ्नो प्राइभेट भिडियो लिक गर्छ? र यो कुरा केटा मान्छेको लागि पनि आफ्नो भविष्य आफै बर्बाद गर्लान्। र दीक्षाले माफी मागेको भिडियो आएको छ, तर उनले भिडियो लिक गरेको भएर माफी मागेकी होइनन्। उनले प्राइभेट भिडियो बनाएकोमा माफी मागेकी हुन्। अहिले फेरि सामाजिक सञ्जालमा केटालाई गाउँलेहरू मिलेर पिटेको र पुलिसलाई बुझाएको कुरा भाइरल बनेको छ। र केटीले प्राइभेट भिडियो लिक भएको कारणले गर्दा आत्महत्या गरेको फोटो र भिडियो बनाइएको छ। त्यो सत्य होइन। त्यो फोटो र भिडियो अरूको रहेको पत्ता लागेको छ। उनीहरू जीवित नै रहेका छन् र उनीहरूलाई सामाजिक सञ्जालमा भाइरल गराउनेको लागि एक्सन लिँदैछन्। अहिले दीक्षा र आर्यनले भिडियो ह्याक गर्नेमाथि कम्प्लेन गरिसकेका छन् र ऐके साइबर क्राइममा यसको अनुसन्धान हुँदैछ। अहिले दीक्षा र आर्यनको प्राइभेट भिडियो जुन जुन टेलिग्राममा थियो त्यो मध्ये 156 च्यानललाई ब्यान गरिसकेको छ र 98 वेबसाइटबाट यो भिडियोलाई डिलिट गरिसकेको छ। तर साथीहरू, जब एकपटक यस्तो भिडियो इन्टरनेटमा आउँछ त्यसलाई जरैबाट हटाउन असम्भव जस्तै हो। यति धेरै टेलिग्रामदेखि र धेरै वेबसाइटदेखि यो भिडियो डिलिट गर्दा पनि धेरै मान्छेहरूले अझै अपलोड गर्ने क्रम जारी नै छ। अहिलेसम्म त यो भिडियो नेपालका कुना कुनामा पुगिसक्यो होला, तर अझै बाँकी हुनुहुन्छ भने पनि हेर्नुहोस्। तर त्यसको स्क्रिनशट गरेर आफ्नो सामाजिक सञ्जालमा अपलोड गर्ने, कसैको चरित्र हत्या गर्ने काम चाहिँ कसैले नगर्नु। जवानीमा जोश सबैलाई आउँछ। सबैको आफ्नो आफ्नो प्राइभेट लाइफ हुन्छ। भिडियो बनाउनु नबनाउनु सबैको आफ्नो अधिकार भित्रको कुरा हो। तर यसरी अर्काको प्राइभेट भिडियो ह्याक गरेर लिक गरिदिनु गलत हो। यो घटनाबाट हामीले के सिक्न सक्छौं त? यो पुरै घटना सुनेर तपाईको दिमागमा के कुरा गर्नु हुँदैन भन्ने विचार आयो त? एकछिन सोच्नुहोस् त। पक्कै पनि प्राइभेट भिडियो बनाउनु हुँदैन भन्ने कुरा दिमागमा आयो होला, हैन?
कसैले त यो पनि सोच्नु भयो होला कि प्राइभेट भिडियो लुकाएर राख्नु पर्ला भनेर। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो विश्वास। हामीले कहिलेकाहीँ साथी त हो नि, यसलाई नभने कसलाई भन्ने भन्छौं र आफूले गरेका हरेक कुराहरू साथीलाई कि त टाढाका दाजुभाइलाई भन्ने गर्छौं, तर के उनीहरूले पनि हामीलाई आफ्नै सोच्छन् त? आर्यनले पनि सायद यही गल्ती गरेको भएर आज जिन्दगीको सबैभन्दा ठूलो भूल गरेको छ। अझ केटाहरूले साथीहरूलाई धेरै नै विश्वास गर्छन्। साथी भनेपछि मर्न र मार्न पनि तयार हुन्छन्। हो, साथीको साथ दिनु एकदम राम्रो हो, तर साथी कस्तो छ भनेर चिनेर मात्र हामीले साथी मान्नुपर्छ। यो कलियुगमा हामीले जसलाई राम्रो गर्छौं उसैले हामीलाई सर्पले जसरी डसेर जान्छ। त्यसैले यो सत्य वचन याद गर्नुस् र आफ्नो कुराहरू अरूलाई नसुनाउनुस्। सबैले हाम्रो राम्रो चाहदैनन्। हाम्रो अगाडि त हाम्रो खुसीमा खुसी भएको जस्तो गर्छन्, तर भित्रभित्रै भने उनीहरूको मनमा अर्कै कुरा चलिरहेको हुन्छ। आर्यन र दीक्षाले जे गरे त्यो गलत हो र अब हामीले यो घटनाबाट धेरै कुरा सिक्नु जरुरी छ। दीक्षा र आर्यनले जस्तो गल्ती हामीले नगरौं र आफूभन्दा साना भाइ बहिनीहरू जो टिनेजका छन् उनीहरूलाई पनि यस्ता कुराहरूमा सचेत गराउँ। यदि तपाईहरूलाई आजको ज्ञान राम्रो लाग्यो भने कमेन्टमा आफ्नो प्रतिक्रिया दिन नबिर्सनुहोला। धन्यवाद।